धेरै धेरै धन्यवाद बहिनी आशिका थापालाई आफ्नो एकदमै राम्रो प्रस्तुति दिएर जानुभएको छ र यो सँगै अब हामी लगभग अन्तिम चरणमा आइसकेका छौँ। हाम्रो कन्टेस्टेन्टहरू अब 2 जना मात्रै बाँकी हुनुहुन्छ। अब आफ्नो प्रस्तुति राख्दिनका लागि मैले दिव्य विद्या सदन DVSकी बहिनी मीनाक्षी राणालाई अगाडि आइदिन्छु। मतको कागज सानो देखिए पनि त्यसमा देशको भविष्य लुकेको हुन्छ। मतको कागज सानो देखिए पनि त्यसमा देशको भविष्य लुकेको हुन्छ। एक सही निर्णयले मात्र लोकतन्त्रको दीप बलिरहेको हुन्छ। एक सही निर्णयले मात्र लोकतन्त्रको दीप बलिरहेको हुन्छ। आदरणीय यस कार्यक्रमका सभाध्यक्षज्यू, निर्णायक मण्डल तथा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म यस दिव्य विद्या सदन माविमा अध्ययनरत कक्षा 7 की छात्र मीनाक्षी राणाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आउँदै गरेको संसदीय निर्वाचनलाई लक्षित गर्दै यस पोलिस्टार पुस्तकालयले आयोजन गरेको वक्तित्व कलामा सहभागी हुने अवसर प्रदान गरिदिनु भएकोमा म आफ्नो विद्यालय परिवार र यस पुस्तकालयका टिमहरूलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। आज मैले बोलिसकेको रहेको छ, मतदान अधिकार मात्र होइन जिम्मेवारी पनि हो। मतदान भनेको चुनावको दिन लाइनमा उभिएर मत हाल्नु मात्र होइन, मतदान भनेको आफ्नो भावना व्यक्त गर्नु हो। यो हाम्रो आवाज हो। हामीले दिएको एक मतले देश कसरी चल्ने हो भन्ने निर्णय हुन्छ। हामी सबैले थाहा छ हाम्रो देश लोकतान्त्रिक देश हो। लोकतन्त्रमा जनताको भूमिका धेरै ठुलो रहेको छ। जनताले मत दिएनन् भने लोकतन्त्र कमजोर हुन्छ। त्यसैले मतदान दिनु धेरै आवश्यक छ। कहिलेकाहीँ धेरैले भन्ने गर्छन् मेरो एक मतले के नै फरक पर्छ र, तर यही सोच गलत हो। धेरै मानिसहरू यस्तै सोच्दा गलत नेता चुनिन्छन्। त्यसपछि हामी आफै नै समस्यामा पर्छौँ। शिक्षा राम्रो हुँदैन, स्वास्थ्य सेवामा कमजोर हुन्छ र रोजगारको अवसर पनि हुँदैन। त्यसैले मतदान हाम्रो अधिकार हो, तर अधिकार सँगसँगै यो हाम्रो जिम्मेवार पनि हो। मतदान गर्दा हामीले सोचेर दिनुपर्छ। राम्रो काम गर्ने, इमानदारी र देशको भलो सोच्ने व्यक्तिलाई मत दिनुपर्छ। पैसा, डर र लोभको झुटो वाचनको पछाडि लाग्नु हुँदैन। हामी अहिले विद्यार्थी हौ, धेरैको उमेर अहिले मतदान दिने भएको छैन, तर भोलिका हामी मतदाता हुनेछौँ। त्यसैले आजबाट नै मतदानको महत्त्व बुझ्नुपर्छ। सचेत नागरिक बन्नु आवश्यक छ। अन्त्यमा म के भन्न चाहन्छु भने मतदान गर्नु भनेको देशप्रति प्रेम देखाउनु हो, आफ्नो कर्तव्य पुरा गर्नु हो। हामीले दिएको एक सही निर्णयले देशको भविष्य राम्रो बनाउँछ। त्यसैले हामी सबैले मतदानलाई अधिकार सम्झेर होइन, आफ्नो जिम्मेवारी ठानेर प्रयोग गरौँ। यति मैले बोलेको क्रममा केही गल्ती भएकोमा हजुरहरू सामु माफ माग्दै आफ्नो 2-4 शब्द हेरिदिन चाहन्छु। हस्, धन्यवाद।